राधे राधे साथीहरू। म चाहिँ बालकृष्ण अधिकारी ढोलकको प्र्याक्टिसको लागि आएको छु यहाँ। आज चाहिँ म रूपक ताल ढोलकमा कसरी हान्ने भनेर हजुरहरूलाई बुझाउन गइरहेको छु। हजुरहरूले पनि घरमा प्र्याक्टिस गर्न सक्नुहुनेछ। म सजिलोसित हानेर देखाइदिन्छु। रूपक तालको चाहिँ बोल के हुन्छ भने ति ति ना धी ना धी ना ति ति ना धी ना धी ना ति ति ना धी ना धी ना हुन्छ है। यति 7 वटा हुन्छ। ति ति ना धी ना धी ना 7 वटा हुन्छ। यो बोल चाहिँ तपाईहरूले पनि हान्न सक्नुहुन्छ है। म हानेर देखाउँछु। ति ति ना धी ना धी ना 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 ति ति ना ना धी धी ना ना धी धी ना ना ति ति ना ना धी धी ना ना धी धी ना ति ति ना ना धी धी ना ना धी धी ना ति ति ना ना धी धी ना ना धी धी। यसरी हामीले दीपचण्डी तालको प्र्याक्टिस गर्न सकिन्छ घरमा। तपाईँहरूले पनि यो भिडियो हेरेर गर्नुहोला साथीहरू। सबैजनालाई शुभकामना छ।